बुद्ध कहाँ जन्मेका थिए? नेपालमा। पशुपति कता छ? नेपालमा। यो कुरा कहिले नेपालबाट छिनिन्छ? हामी त यहाँ सुनको खानीमाथि बसेर अनि मान्छे चाहिँ बेचेर पठाइरहेका छौँ। यो बुझ्दैन कसले? आजसम्म कसैले बुझेनन्। आफू ठाउँमा पुगे भयो। तर अब हामी बुझ्ने। अब देशलाई यो हालतमा नछोड्ने। तपाईको त्यो अस्तिको 8 तारिक 9 तारिकको क्रान्ति आयो जेनजी आन्दोलन मार्फत। तर सहभागी जेनजी मात्र भएको होइन, मेरो पुस्ताको मात्र देश होइन। दोस्रो दिन सहभागी सबै नेपाली हुनुभएको हो। यो जेनजी आन्दोलन मार्फत आएको आन्दोलन हो, क्रान्ति हो। तर यो क्रान्ति हामी सारा नेपालीको हो। हामीले पार्टी खोल्दै गर्दाखेरि हामी चाहिँ यो मेरो देशमा चाहिँ मेरो हैकम बाहेक अरूको चल्दैन भन्दिनँ म। सबैको हो देश, मेरो मात्र होइन नि। तपाईहरु सबैजना आउनुस्, सबैजना आउनुस्, मन सफा राखेर आउनुस्, देशलाई के गर्छु भनेर आउनुस्, एनर्जी लिएर आउनुस्, सबैजना आउनुस्। अनि अब अर्को भनेको चाहिँ तपाईको करप्सनको लागि चाहिँ नागरिक स्तरीय चाहिँ छानबिन समिति गठन हुनुपर्छ। अहिलेसम्म चाहिँ सब पोलिटिकल नियुक्ति अफिलिएसन भएको। अब चोरलाई कहाँ समात्छ त? चोरले चोरलाई समात्दैन नि। नागरिक चाहियो, विज्ञहरू चाहियो, उहाँहरूको चाहिँ एउटा छानबिन समिति चाहिँ गठन हुनु पर्यो। त्यस्तै हो है। अब त्यो बाहेक चाहिँ तपाईको अर्को पनि के कुरा छ भन्दाखेरि अब नेपालमा चाहिँ एउटा आर्थिक रूपान्तरण हुन जरुरी छ।